गाइज हामी हजुरबाको श्राद्ध सकेर गरेर अब हामी श्राद्ध गरेर अब फेरि हामी उहाँ मुस्ताङतिर मुक्तिनाथ जाँदैछौँ। ओभरअल रमाइलो भयो। भाइको ब्याग छुटेर मात्रै अलिकति नराम्रो तै पनि टेन्सन भएन उसलाई। ब्याग हराएको छुटेको होइन। कति हजारको लुगा हरायो भाइतिर। त्यही पनि मुटुमाझी ढुङ्गा राखेर हाँस्नु पर्यो हामीलाई। हाम्रो टुर कस्तो हुँदैछ गाइज? दिदी गाइज, मम्मी गाइज एकदम रमाइलो हुँदैछ। घरहरू मुस्ताङमा यस्तो छ, मुक्तिनाथ मुस्ताङमा। हेलो गाइज, गुड मर्निङ फ्रम मुक्तिनाथ मुस्ताङ। अब चाहिँ हामी मन्दिरतिर प्रस्थान गर्दैछौँ। सो सबैजना वरिपरि होइसिन्छ यहाँनिर। यस्तो चाहिँ पहिलाको हेरिकन धेरै चेन्ज भएछ। यस्तो छ गाइज। ट्रेकिङ सबैजना नुहाउन जाने भनेर यहाँनिर। बिनाजुको मुड चेन्ज भयो। अब नुहाउने भन्छ अब नुहाउनु सक्छ। यहाँ अब हामी जाँदैछौँ यसरी जाँदैछौँ मन्दिर। पनि हामी 108 वटामा ल सबैजना यसरी जाँदै गइसिन्छ। धेरै टाढा छैन बाबा। यहाँ अब अलिकति हिँडेपछि मन्दिर भर्याङ आउँछ। 400 यसरी हिँड्दैछौँ है गाइज हामी चाहिँ। अब बाबा मम्मी पछाडि भइसिन्छ। अब हामी चाहिँ अगाडि छौँ। घोडा यता आउँदैछ। यस्तो छ मार्केट। यस्तो छ गाइज अब ट्रिपहरू हाम्रो। बिनाजु र दाइ पछाडि आउँदै भइसिन्छ। हामी यता छौँ। रिता दिदी यता। हाम्रो चस्मा कहाँ गयो? जोन चामलिङ लाइट यहाँ। बिरामी सिरामी असहायहरूलाई यसरी लगिन्छ। ल हामी इन्ट्रान्समा आइपुग्यौँ गेटमा। यसरी जाने हो। बिरामी हिँड्न नसक्ने बुढाबुढीलाई यसरी लगिन्छ। त्यही हो। मुक्तिनाथ बाबा कि जय होस्। ल यसरी चढ्दैछौँ गाइज हामी। धेरै टाढा त छैन होइन दादा? गाह्रो भएको छैन। स्याची भएको छौँ हामी। यसरी सबै ग्रुपहरू तल भइसिन्छ। स्यानै हुने रहेछ नि हुन त। बाबाले घर बनाउँदै भइसिन्छ। सबै छोराछोरी नाति नातिना ज्वाइँ हिसाब सबै वट्ने गरी बनाइछ र बाबा। कति रहेछ हजुर? मान्छेहरूले घर बनाएर यहाँनिर स्टेजहरू गाह्रो भएको छ दिदी? बिनाजु गाह्रो भएको छ? केही गाह्रो भएको छैन होइन? बाबालाई गाह्रो भएको छ कि छैन? छैन होइन? एकदम सजिलो छ हिँड्नको लागि। कस्तो लाग्यो त मम्मी मुक्तिनाथ दर्शन गर्न पाउँदा? रमाइलो लागिरह। थकाइ त लाग्यो छैन? थकाइ त लागेकै छैन। मुटुको धड्कन बढिरह त्यति मात्रै हो। अब माथि गएपछि आनन्द हुन्छ एकदम रमाइलो। बाबाको टुप्पी उड्या यस्तो। बाबाको टुप्पी उड्या यस्तो। सरर
बाबाको डेक छ क्या नसक्नेहरूलाई यसरी लिएर हिँड्छ मैले भने अघि नि भनिन्छ यहाँ चाहिँ यसरी आधी ग्रुप त्यहाँ माथि गएर बस्नु भएको छ यतितिर भयो उहाँ गएर पुगिसक्नुभयो यहाँनिर आधा मम्मीहरू उहाँ हुनुहुन्छ आधी ग्रुपहरू नसकेर दोस्रो गेटमा आइपुग्यौँ हामी अब अलिक कता मात्रै रहेछ यहाँबाट यस्तो दिदी हामीले हिउँ पर्दाखेरि यहीँनिर त फोटो खिचेको थिएँ नि है धुपीहरूमा मम्मीलाई गाह्रो भएको छैन दिदीलाई नि गाह्रो भएको छैन रमाइलो लागेको थियो भाइको गीतले इनर्जी आउनु भयो आइस कस्तो राम्रो है हाम्रो ग्रुपहरू यसरी हिँड्दै ओइसिन्छ ल आइस राम्रोसँग आइस रुदा दिदीको टी सर्ट मिला ल यता हेर्छु भिडियो हुँदैछ है भिडियो मुक्तिनाथ कि ल भयो ल अब हामी पुग्न आँट्यौँ यही यस्तो छ रमाइलो छ यस्तो के दृश्य रहेछ त्यो भन्दा मनोरम दृश्य हो त्यही दृश्य छ मलाई चाहिँ भन्न आउँदैन त मात्रै त्यस्तै छ घन्टी बजाउँ थकाइ जोरदारले लाग्यो सबैजनालाई त्यस्तै छ आइस त भिडियो बनाउँछु बनाउँदिनस् बनाइदिन्छु नभए टिकटकमा राख्नको लागि राम्रो फोटो खिचौँ रुदा दिदी अनि बाबु पहिला चाहिँ फोटो खिच्नु होइन आइसु होइन अझै बनाइदिँदैछु लिनाजु यता आइस्यो कस्तो छ ब्रो यस्तो गर्दै यता होइन ओके गाइज अब हामी ठ्याक्कै मन्दिरमा पुग्यौँ यसरी आउँदै रहेछ बाबा खासै गाह्रो त भएको छैन नि हजुरलाई छैन है रमाइलोसँग कुदेर आइज पुरै कुदी ओके गाइज अब चाहिँ हामी मन्दिरमा पुग्यौँ सो अब कन्टिन्यू गर्छु अब फेरि पार्ट 2 लिएर आउँछु यो ब्लगको एडिट गर्नलाई